मिनिस्ट्रीको लागि चाहिँ एक्चुअली मन्त्रीज्यूले पनि यसमा चाहिँ I want to see my future generation saying that we are an agricultural country. किताबमा फेरि पढ्नु पाओस् क्या हामी मान्छे एक्सपोर्ट गर्ने कन्ट्री हो भनेर चाहिँ भन्नु सुन्नु नपरोस्। बच्चाबाट मैले त्यही नै पढेर हुर्किएको होइन र अहिलेको सरकारले हामीले थोरै गर्न सक्ला तर धेरै इफेक्ट हुने काम गर्नु सक्छौँ जस्तो लाग्छ मलाई होइन। त्यही भएर चाहिँ सचिवजीले भनेको एकदम राम्रो कुरा लाग्यो। यसमा बजेटै कम छ भने उहाँले कसरी काम गर्ने त? काम गरौँ भनेर उहाँले आफ्नोलाई उहाँलाई त केही न केही हतियार त चाहिन्छ। किसानलाई गएर खेत खन भनेर हातमा त त्यो त हुँदैन होला, केही न केही त दिनुपर्छ होला। उहाँले ट्राई गरिराख्नु भएको छ भने त्यसलाई चाहिँ आई थिङ्क मेरो विचारमा हजुरले पनि क्याबिनेटमा राखेर यसको बजेट बढाउनुपर्छ। हाम्रो कृषिको लागि उत्पादन बढाउनुको लागि केही न केही गर्नुपर्छ। मलको लागि तपाईँको प्रोडक्सन फ्याक्ट्री नेपालमै खोलौँ होइन। अनि उखुको लागि जुन चाहिँ यो तपाईँको उन्नत जातको तपाईँको यो जुन चाहिँ मेकानिजमहरू तपाईँले इन्डियाबाट भन्नुभएको छ त्यसमा स्टडी गरेर बरु त्यसलाई चाहिँ अझै कसरी राम्रो बनाउन सकिन्छ हाम्रो नेपालको विजेता देखाएर त्यसमा किन उहाँहरूले गरिसकेको एउटा त आइडिया त निस्किसकेको छ नि त। त्यसमा बरु थपिदिउँ भनेको अझै राम्रो हुन्छ नि त होइन। मेरो विचारमा चाहिँ है लेमेन भर्जन हो है हजुरलाई भनेको चाहिँ आई थिङ्क यो गर्दाखेरि धेरै सहज हुन्छ जस्तो लाग्छ। म त्यति भन्दै कुरा टुङ्गाएँ है। हजुरलाई राम्रो लागेर नराम्रो लागेर मलाई थाहा भएन।